नमस्कार, म विवेक सिंह श्री मावि भाङा सीतापुर सिद्धपुरबाट सधैँ चाहिँ आज समाचार लिएर उपस्थित भइसकेको छु र सुरुमा समाचारका प्रमुख शीर्षकहरू। हुन्डी मार्फत 57,47,000 कारोबार गर्ने श्रेष्ठ पक्राउ। कम्युनिस्ट नेता काशी महतोको निधन। रक्सौलदेखि काठमाडौँ रेलवेको डिपिआर तयार। रोशनी झा मृत्यु प्रकरणमा प्रशासनले कडा छानबिन गर्न नेत्री जुली महतोको माग। 70 का गायक सन्नु कुमार खङ्गमाथि एक अभिनेत्रीसँग धोखाधडीका आरोप। अब सुन्नुहोस् समाचार विस्तारमा। मङ्सिर 22 गते नेपाल प्रहरीले हुन्डी मार्फत रु 57 लाख भन्दा कारोबार गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका 14 कुलेश्वर स्थित चुन्ने पाखा टोलमा हुन्डी मार्फत बढी रु 57,47,350 रकम कारोबार गर्ने काभ्रे प्लान्चोकको नामो बुद्धका 34 वर्षीय स्रोत श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।